म विशेष आफ्नो कामले म भारत गएको तर म जानुभन्दा पहिल्यै एयरपोर्टदेखि मलाई पिछा गरियो है त्यहाँको एम्बासेडरले म एम्बासेडरको कुरामा पनि आउँछु है विशेष गरेर मेरो पछाडि स्पाई लगाइयो त्यहाँ मैले थाहा पाएँ आज पनि प्लेन छुटेको होइन आज पनि मलाई 40 मिनेट रोकियो भन्ने समाचार आयो 40 मिनेट रोकेकै हो अनि मैले त्यहाँको एम्बासेडर हैन उ त पैसा तिरेर गएको हो नि त आर्जु देउपाले पठाएको सबै देशको एम्बासेडरहरू तानियो त्यहाँको एम्बासेडर किन तानिएन अहिलेसम्म र तपाईको अस्ट्रेलियाको एम्बासेडर किन तानिएन भनेर यो भनेपछि यो सरकार कस्तो सेटिङमा रहेछ त जेनजीहरूले कुन सरकार पाए 75 जना बच्चाको जुन रगतबाट बनेको सरकार कसको आडमा चलेको रहेछ र कस्तो मान्छे राखेको रहेछ र मैले उलाई एउटै शब्द भने म सुन व्यापारी हुँ म तस्कर हुँ म नकली नोटको कारोबार गर्ने हुँ तपाईँ एउटा स्टाफ हो स्टाफको ठाउँमा एउटा कर्मचारी हो कर्मचारीको ठाउँमा काम गर्नुहोस् मैले फर्केर आउनु पर्यो भने तपाईँको एम्बासी रहँदैन नि याद गर्नुहोस् भनेर भन्दै मैले र म उहाँ यहाँबाट के भन्छु भने उहाँको छोरी बाहिर छोरा बाहिर उहाँ त्यहाँ जागिर खाएर बस्नु भएको छ हो कि उहाँ जस्ता मान्छेहरू के अरे त्यो एम्बासेडरको नाम के भारतीय एम्बासेडरको नाम के शङ्कर के छ डाक्टर शङ्कर शर्मा यस्तै है मैले त्यो भनेपछि अनि त्यहाँबाट चाहिँ सर सरी माथिको आदेश थियो माथि भनेको कहाँ हो माथि भनेको कहाँ हो जबकि मेरो व्यक्तिगत ऊ छैन जिन्दगी छैन मेरो आफ्नो पर्सनल लाइफ छ नि त मेरो आफ्नो कारोबार छ म हप्तामा एकचोटि त इन्डिया जानै पर्छ म मेरो राजनीतिक मेरो पेसा होइन नि मेरो व्यापार व्यवसाय पनि छ नि त म अरू नेताको जस्तो उहाँ गएर ढोग्नलाई गएको होइन नि 7 सालको क्रान्ति कहाँबाट भएको थियो 2004 सालमा काङ्ग्रेसको उदय कसले गराएको थियो बिपी कोइराला कहाँ जन्मेको थियो भारतमै जन्मेको मान्छे होइन आज खोज्दै जाने हो नि गिरिजाप्रसाद कोइराला कहाँ जन्मेका थिए मनमोहन र पुष्पलाललाई राखेर 2006 सालमा कम्युनिस्ट पार्टी कहाँ खोलिएको थियो 2052 सालको जनयुद्ध कहाँबाट सुरु भएको थियो कहाँबाट सुरु भएको थियो त्यही भारतबाट होइन र एउटा कुरा के बुझ्नु भने म पुग्नुभन्दा पहिला यहाँ एउटा समाचार के आयो भनेदेखि एन्टी मिडियाको हवाला दिँदै यहाँको प्रधानमन्त्रीको के भन्छ स्वकीय यो राजनीतिक सल्लाहकार अभद्र कि के भद्र व्यवहार खनालले ट्विट गर्छन् हेर्नुहोस् ट्विट गरेर चाहिँ त्यो त बारबारा फाउन्डेसन उज्जवल थापा फाउन्डेसनको होइन उज्जवल थापा फाउन्डेसनको मान्छे भन्ने त तपाईँलाई थाहा छ नि अनि उहाँले ट्विट गरिसकेपछि मैले बुझ्नु पर्यो कि परेन म त बारम्बार भारत जाँदाखेरि शङ्का गरिरहेछन् आन्दोलनको बीचमा पनि भारत जाने आन्दोलन घोषणा गर्दाखेरि पनि भारत जाने भनिरहेछन् के होइन यो गलत कुरा हो यो तपाईँले भारत एउटा कुरा के प्रश्न हुनुहोस् भने यो मैले उठाएको अभियान छ नि तपाईँलाई म भन्छु कुनै भारतको सहयोग छैन यो नेपाली माटोले खोजेको स्वाभिमानको लडाइँ हो 2004 सालदेखि 2072 सालसम्म जुन खेल भएर चाहिँ यहाँ संविधान लाग्यो नि त्यो संविधानको अब अन्त्य हुनको लागि यो 2000 राजाका हातबाट पानसमा दियो बालेर हामीले मेचीको पुलबाट सुरु गरेको अभियान पनि हो आन्दोलन पनि हो अभियानले आन्दोलनको रूप लिएको त्यसले गर्दाखेरि तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने यो हामीले गर्न खोजेको आन्दोलन तपाईँहरू स्पष्ट हुनुहोस् दुर्गा प्रसाई अर्ग्यानिक नेपाली हो कुनै भारतमा जन्मेको होइन हो मलाई एक दुईवटा कुरामा ल्याए मलाई वाक्क भएपछि मान्छेले भन्छ नि भन्छ नि ढिक्क लागेर लौ आफूले जोत्न सक्दैन भने अर्काले जोत्देऊ नि त तिमीले खान सक्दैनौ नि तिमीले खाऊ न त वाक्क लागेर चाहिँ नि मैले एउटा किताब विमोचन कार्यक्रममा पुगेको थिएँ मलाई किताब त ढोक्छ नि त सरस्वती हो नि त किताब भनेको त पुस्तक हो नि त होइन मोदीसँग भेटघाट हुनु मेरो व्यक्तिगत हेर्नुहोस् विश्वका दुवैका राजाहरूसँग छ मोदीसँग हुनु ठुलो कुरा होइन नि यहीँका राजासँग भेटघाट हुन्छ होइन मलाई केही मलाई छैन मलाई केही छैन मैले कसैलाई भेटेको छैन मैले भेटेँ भने म मेरो फेसबुकमा फोटो हालेर म पोस्ट गर्छु म यिनीहरू जस्तो लुकाएर काम गर्दिनँ पोस्ट गरेरै देखाइ काम गर्छु देखाइ र तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने भारतलाई अगाडि बढाएर जुन यो आन्दोलन अहिले दबाउन जुन मिडिया अघि मलाई त्यहाँ म उहाँ छु यहाँ मिडियामा आइसक्यो भनेपछि कुन खेल हुँदैछ
हजुर अहिले के पनि आरोप लागिरहेको छ भने नि अब हजुर अहिले भारतबाट आउँदै गर्दाखेरि चाहिँ भारतबाट चाहिँ युवाहरू लिएर आएर तपाईँले आन्दोलन गर्दै हुनुहुन्छ अरे भने चाहिँ तपाईँलाई एकदमै ठुलो भारतबाट युवाले नेपाली नै 50 लाख भारत गएर यो सरकारले रोजगारी दिँदैन, यो सरकारले सुरक्षा दिँदैन, यो सरकारले बस्न खान दिँदैन, यो सरकारले भएका गरिबका घर जग्गा जमिन लिलाम गर्छ। तिनै गरिबहरू आज भारतमा गएका छन्, त्यो फर्केर आउँछन् देश जोगाउन। त्यो नेपालीहरू आउँछन्, कुन चाहिँ भारतीय आउँछ र यहाँ नेपाली आउँछन्। यो कुरा त लेखेर राख्नुहोस्। 20 लाख भारतीयहरू हिँडिसके आउँछन् त्यो भारतबाट 20 लाख नेपालीहरू फेरि यहाँ बिचमा काटेर भारतबाट मात्रै नहाल्नु होला। भारतमा काम गर्न गएका विशेष गरेर नेपालीहरू दाजुभाइहरूलाई मैले आह्वान पनि गरेको छ, उहाँहरू आउनुहुन्छ। एउटा कुरा के पनि छ भने भारतको सहयोग बिना राजा ल्याउन नसक्ने भएर पनि गएको भन्छन्, के भन्नुहुन्छ यसलाई? तपाईँलाई म एउटा कुरा भनौँ, राजा भनेको आज कति इम्पोर्टेन्ट रहेछ तपाईँहरूले। हरेक शब्दमा राजा आउँछ होइन, राजालाई सबैले निकालेर खेदेको हो नि त हामी सबैले होइन। आज राजा कति इम्पोर्टेन्ट रहेछ, मैले राजाको विषयमा यति नै बोलेँ। राजालाई नि राजा देउता भनेको नि खोपीमै भए पनि नि चाहिँदो रहेछ क्या भन्ने कुरा यो कुराले प्रश्न पारेको छ। भनिदिनु न त, त्यस भए इन्डियाको सहयोग बिना दुर्गा प्रसाद एक्लैले राजा ल्याउने हो? नेपाली जनताले राजा ल्याउनु पर्यो। हिजो के भारतले साथ दिएको थियो नेपाली एकीकरण गर्न पृथ्वीनारायण शाहलाई साथ दिएको थियो, पृथ्वीनारायण शाहले नेपाली एकीकरण गरेको थियो। दुर्गा प्रसादले पनि नि एउटा कुरो हिजो एक्लै सुरु गरेको अभियान आज हेर्नुहोस् राति 12 बजी पनि यति मान्छे हुनुहुन्छ भनेपछि नि म यति खुसी छु। र मेरो विषयमा छाप्ने खास गरेर मिडियाहरूलाई के भन्छु भने तपाईँहरू अझै सुध्रिनुहोस्, तपाईँहरू अझै सुध्रिनुहोस्। कमसेकम तपाईँहरूलाई युट्युबै भन्ने राति यसरी कुद्नलाई देश जोगाउने कुरा हो यो। तपाईँलाई थाहा छ नेपाल एकीकरण भइकिन एकपल्ट जङ्गबहादुरको पालामा यो भएर जङ्गबहादुरले सबै काटेर आफ्नो हातमा शासन लिएर यहाँसम्म यो देश ल्याएको थियो। त्यस पछाडि राजा महेन्द्रले जोगाएको थियो केही समय। अहिले यो देश सबैभन्दा बढी अप्ठ्यारो स्थितिमा छ र तपाईँहरूलाई म यहीँबाट भन्दैछु यो मङ्सिर 7 गते मैले भने नि तेल चामल केही राखेर तपाईँहरू बस्नुहोस्। यो तपाईँहरूको देश जोगाउने अभियान हो, आन्दोलन हो। र म तपाईँहरूलाई भन्दैछु यो अभियान सफल भएन भने म तपाईँलाई भन्छु यो हाम्रो आन्दोलन सफल भएन भने गएको 3 महिनामा 2 लाख मान्छेले अस्तिको डेटा होइन 2 लाख मान्छेले देश छोडे होइन। अहिले एयरपोर्टको यहाँबाट गएका छैनन् मान्छे, दिल्लीमा गएर हेर्नुहोस् नेपाली कति जाँदैछ। आजै मात्रै मैले देखेको सुन्नुहोस् कुरो 50 लाख मान्छेले अबको 1 वर्षमा देश छोड्छन्, देश खाली हुँदैछ। 50 लाख मान्छे अबलाई देश छोडाउने कि यो व्यवस्था फ्याँक्ने, देश खाली गर्ने कि यो व्यवस्था फ्याँक्ने, यो व्यवस्था फाल्यो। आन्दोलन घोषणा गर्नुभयो र भारत जानुभयो। तपाईँ भारत गइसके पछाडि गृह मन्त्रालयले तपाईँको सचिवालयमा ल्याएर वार्ताको लागि पत्र बुझाएको छ। अब आन्दोलन हुन्छ कि वार्ता हुन्छ भन्ने अन्यलमा छ, के हुन्छ तब आन्दोलन? एकछिन सरकारले वार्ताको लागि बोलायो, सरकारलाई स्वागत छ। कमसेकम खड्गप्रसाद ओलीले यति गरेको थियो भने नि एउटा केही पोइन्टमा जान्थ्यो होला है, त्यो गर्न सक्नु भएन होइन। र उहाँ सत्ताबाट च्युत हुनुभयो है। तर के छ भन्दाखेरि वार्ता गर्ने, तर वार्ता हुन्छ। सक्कली जेएनजी घाइते जेएनजी जो शहीद जेएनजी परिवार छन् नि ती जेएनजीलाई लिएर वार्तामा बसिन्छ। आज जेएनजीको नाममा होइन त्यो बारबारा फाउन्डेसन, उज्जवल थापा फाउन्डेसनका मान्छेलाई लगेर जेएनजी एलायन्स बनाएर अनि जहाँ पनि वार्तामा लगेर जुन नौटङ्की जुन मञ्चन हुँदैछ नि त्यो कुरा हुँदैन। सम्पूर्ण जेएनजीहरूलाई घाइते शहीद परिवार जेएनजी र असली जेएनजीलाई देश बचाउने हो भनेदेखि तपाईँहरू आउनुहोस्, तपाईँहरूलाई सँगै लिएर गएर म वार्तामा बस्छु। म प्रधानमन्त्रीसँग वार्तामा बस्छु, गृहमन्त्रीसँग बस्नुपर्ने भयो भने मेरो पनि गृहमन्त्री लेभलको मान्छे गएर वार्तामा बस्छु। मैले वार्तामा बस्नुपर्छ भने जेएनजीहरू लिएर गएर जो पीडित परिवारका जेएनजी छन् नि, शहीद परिवारका जेएनजी घाइते कोही खुट्टा नभएका बैशाखी तेजेर आज जेएनजीले बनाएको होइन 2 महिनामा खोइ त जेएनजीको सरकारले के गर्यो? एकजना मान्छे पक्रिन सक्यो? अब सक्दैन, अब सक्दैन। अब नदिएर के गर्नु त? नदिएर के गर्नु त सुदन भाइले? सुन्नुहोस् न, तपाईँको ओके, जस्तो गृह मन्त्रालयमा चाहिँ यति बेला वार्ता हुने भनेर भन्ने कुरा रहेको छ, त्यो वार्तामा हजुर जानुहुन्छ कि जानुहुन्न? गृहमन्त्रीसँग म वार्तामा जान्न होइन। गृहमन्त्रीले गृहमन्त्रीसँग म वार्तामा जान्न। गृहमन्त्रीसँग वार्तामा गृहमन्त्री लेभलको मान्छे मेरो मान्छेहरू जान्छन्।
मैले वार्ता गर्नु पर्दाखेरि मैले भने त जेएनजीका घाइतेहरूलाई जेएनजी परिवारलाई र असली जेएनजीहरू जो आज बाटोमा छटपटाएर हिँडेका घाइतेहरू छन् पीडितहरू छन् तिनलाई किन आज चाहिँ गरी हटाइएर बारबारा फाउन्डेसनको त्यो बम भन्ने बहिनीलाई नि त्यो बम भन्ने बहिनीलाई बोकेर आज नयाँ एलायन्स बनाएर के यिनीहरूको देश हो यिनीहरूको देश हो यिनीहरूको देश हो अनि जहाँ पनि अघि बढाउने अनि सोसियल मिडियाको चरम दुरुपयोग गरेर सिंहदरबार डराउनेलाई सिंहदरबार डराउनलाई पानी बाँड्नेलाई किन पक्राउ तर उहाँ त जेएनजीको लिडर भनेर भनिराख्नु भएको छ हो लिडर बनाइयो अब हामी बनाउँछौँ नि जेएनजीको लिडर अरू पनि छन् नि त्यस्तै चेली तीभन्दा राम्रा छन् तीभन्दा राम्रा छन् डलर नखाने छन् नेपाली पन भएका छन् त एकजना बहिनी छैनन् के कार्की किशोरी कार्की छिन् त वकिल हुन् त त्योभन्दा बढी पढेको एलएलबी गरेकी रहेछन् होइन किशोरी छिन् त अर्की बहिनी पनि छिन् ह्याप्पी काफ्ले भन्ने छिन् रुँदै हिँडेका छन् धेरैजना तर जेएनजीको माग कहाँ पुरा भयो त जेएनजीका 3टा कुरा थिए सुशासन भ्रष्टाचारीलाई तुरुन्तै पक्री हो कि होइन प्रत्यक्ष कार्यकारी 3टा भए चुनावै गराउनु थियो भने किन यत्रो 75 जना मराएको सिंहदरबार र सर्वोच्च अदालतमा किन आगो लगाएको त्यसले गर्दाखेरि र यो सरकार कुन जगमा बन्यो बस्नु न भोलि प्रधानमन्त्रीसँग दिनु पर्यो नि प्रधानमन्त्रीले जवाब हामीलाई म जान तयार छु होइन राज संस्थाको कुरा छोडिदिनु न राज संस्था त नि तपाईँको सुशीला कार्की ज्यूलाई नै इम्पोर्टेन्ट भइसकेको छ उहाँलाई नि मलाई भन्नु पर्दैन अरे जनताले राजा ल्यायो भने मैले रोकिन्छ रोकिँदैन त्यो बेला राजाको कुरामा छोडिदिनु न राज संस्थाको कुरो छोडिदिनु अहिले भारत पुगेको थियो अहिले खाली हात फर्को भन्दै सामाजिक सञ्जालमा चर्चा छ तपाईँ के आश बोकेर म हस्पिटलको उहाँ मेडिकल कलेजको नर्सिङ कलेजको फर्निचर किन्न गएको थिएँ फर्निचर बुक गरेर आएको मलाई भेट्नु पर्यो भने ए बाबा मलाई फोन गर्नु पर्यो भने वाट्सएपमा फोन हुँदैन नेपालमा पाइँदैन यहाँ मान्छे काम गर्ने मान्छे पाइँदैन नर्स पाउन छोडिसक्यो हस्पिटल बन्द हुँदैछ अनि यस्तो छ नि त स्वास्थ्य शिक्षा फ्री अनि सबै थोक फ्री गरेर अनि त्यहाँबाट चाहिँ हस्पिटल पनि त चलाउनु पर्यो होला नि लोन गरेर त्यही भएर सरकारले व्यवस्था गर्नु पर्यो नि त जम्मै कुरा तपाईँहरूलाई भन्न सजिलो छ चेलीबेटी हो त्यो काम गर्ने मान्छेलाई गाह्रो छ राति आउनु भएको छ तपाईँ राति आउनु भएको छ भोलि पनि राजावादीहरूको एउटा आन्दोलन फेरि थाल्न लागेको छन् यो तपाईँको संयोग हो कि यो तपाईँको प्लानिङ हो भोलि तपाईँको सहभागिता हुन्छ होइन म राजावादी होइन त्यो राजावादीले गरेको आन्दोलनमा जान्ने कुरा हो होइन म कहिलेदेखि म राजावादी होइन म राष्ट्रवादी हुँ होइन यो वादीको नाममा होइन म राजावादी हुँ भनेर म भन्दिनँ होइन म राष्ट्रवादी हुँ है र तपाईँलाई होइन मैले कसैलाई पनि रोक्दिनँ यो आन्दोलनमा यो सरकार विरुद्धको आन्दोलनमा यो व्यवस्था विरुद्धको आन्दोलनमा जोसुकै जहाँ जाँदा पनि म रोक्छु तपाईँका विशेष गरी 3टा मागहरू चाहिँ अलिकति जनताहरूले बसिरहेका छन् पहिलो कुरा हिन्दू राष्ट्र राष्ट्रको स्थापना र 20 लाख मूल्यको ऋण बिना यो 3टै माग चाहिँ वार्ताबाट पुरा हुने अहिलेको अवस्थामा देखिँदैन भनेको अब मङ्सिर 7 मा आन्दोलन जसरी पनि हुन्छ भन्ने होइन यिनीहरू जसरी आए नि हिजो प्रचण्डहरू कसरी आए नि होइन जसरी आए प्रचण्डहरू जसरी आए यिनीहरू पनि त्यसरी नै आए अब यिनीहरू पनि त्यसरी नै आउँछन् हामी पनि त्यसरी नै आउँछौँ त्यति कुरा बुझ्नु आन्दोलन हुन्छ आन्दोलन एकदम शान्तिपूर्ण हुन्छ म पुलिस प्रशासनलाई के भन्छु भने नेपाल सेनालाई अलर्ट बस्नु भन्छु पुलिस प्रशासनलाई के भन्छु भने तपाईँहरूका हतियार लुटिया छन् 1400 हतियार त लुटिया छन् तपाईँहरू शान्तिसँगले बस्नुहोस् घरमा तपाईँहरू ननिस्केर तपाईँले पानीका फोहरा केही नहानेपछि आन्दोलन शान्ति हुन्छ हाम्रो आन्दोलनले कसैका घरमा आगो लगाउने होइन कसैका सिंहदरबारमा आगो लगाउने हाम्रो कुनै योजना छैन हाम्रो योजना भनेको यो व्यवस्था परिवर्तन गर्ने हो यो संविधान फ्याँकेर नयाँ संविधान लेख्ने हो नयाँ नेपालको उदय गराउने हो र एनजिओ आइएनजिओ जति त सबै यो जुन छ नि डलरवादी अभियान छ नि यो जति छ नि चलेका छन् नि यी त जम्मै यहाँबाट नखेदिकन मैले भने त अबको 1 वर्षमा 50 लाख नेपाली जाँदैछ अघि एउटा गम्भीर कुरा गर्नुभयो काङ्ग्रेसको उत्पत्ति कहाँ भएको बिपीको उत्पत्ति कहाँ भएको भन्नुभयो तपाईँ भारत बेला बेलामा गइराख्नु भएको छ भन्न खोजेको दुर्गा प्रसाईले भारतमा केही पकाउने तपाईँले यही कुरा बुझ्नु भने काङ्ग्रेसको उत्पत्ति कम्युनिस्टको उत्पत्ति र माओवादीको उत्पत्ति भारतमा भएको सबैलाई थाहा छ 12 बुधे मङ्सिर 7 गते किन हामीले राखेको
तत्कालीन विद्रोही भनेको माओवादीसँग 12 बुद्धि सम्झौता दिल्लीमा भएको थियो कि थिएन? त्यही भएर मङ्सिर 7 हामीले राखेको हो जहिले। र अर्को कुरा के छ भन्दाखेरि हाम्रो आन्दोलन त बाबा कहाँ इन्डियाबाट सुरु भएको त मेचीको किनारबाट राजाको हातबाट पानसमा दियो बालेर परेवा उडाएर गरेको होइन? नेपालीहरूको आन्दोलन हो क्या? यति कुरा बुझ्नु न। शान्तिपूर्ण आन्दोलन भन्नु छ, जवाब दिनु होला होइन। शान्तिपूर्ण आन्दोलन भन्नु छ, त्यहाँ घुसपेट हरेक आन्दोलनमा हुन्छ। यसपालि तपाईँहरूको के छ तयारी? होइन, हामीले 5000 स्वयंसेवक राख्छौँ, 5000 है। हामी नाम सार्वजनिक गर्दैनौँ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो मङ्सिर 7 कहिले आउँछ भनेर पर्खेर बसिरहेको छन्। चामल दाल सबै किनेर होइन भाइ? हेर्नुहोस्, भोलि दुःख नपाउनुहोस्, मलाई नबन्नुहोस्। र पुलिसलाई म के भन्छु भने तपाईँहरू बाहिरै ननिस्किनुहोस्। र निजामती कर्मचारीलाई पनि के भन्छु भने यो सरकारलाई सहयोग नगर्नुहोस्। र बस व्यवसायी, ट्रक व्यवसायी, रिक्सा चालक, सङ्घ छन् जति, उहाँहरू सबैलाई के छ भने हिजो 16% ब्याज थियो। हाम्रो आन्दोलनले आज 6%मा ल्याइदिएको छ, सास फेर्न बनाइदिएको छ। भोलि यो आन्दोलन सफल भयो भने तपाईँहरूलाई 5% ब्याजमा पैसा दिलाउने काम दुर्गा प्रसाईले गर्छ। व्यापारीहरू, काठमाडौँका व्यापारीहरूले अहिले सास फेर्न पाएका छन्। त्यसले गर्दाखेरि यो व्यवस्था परिवर्तन हुन्जेलसम्म दोकान बन्द गरिदिनुहोस्, गाडी बन्द गरिदिनुहोस्, शान्ति हुन्छ। हामीले आगो लगाउनु पर्ने केही पनि छैन, हामी लगाउँदैनौँ। कसैले आगो लगाएको छ भने त्यसलाई हामी आफै अन्तिममा हिजो आइसिपीज्यूको हामीले अन्तर्वार्ता हेऱ्यौँ। उहाँले चाहिँ के भन्नुभयो भने अहिले एकदमै धेरै देशमा कोही पीडित हुनुहुन्छ भने प्रहरी नै हुनुहुन्छ भनेर भन्नुभयो। तपाईँले हेर्नुभयो त्यो अन्तर्वार्ता? के लाग्छ? मैले हेरेको छु त। सबैभन्दा दुःख पाएको 13000 आइसी, 25000 नेपालीमा बिचरा प्रहरीको अब कुरै नगरौँ प्रहरीको त्यति दुःख पाएका छन्। त्यसले गर्दाखेरि प्रहरीको तलब, निजामती कर्मचारीको तलब यिनीहरूले लुटेको पैसाले पुग्ने त सकिँदैन। 1 लाख पुग्छ, मजाले पुग्थ्यो, तर यिनीहरूलाई लुट्न दिने होइन। ल नमस्ते।